यो पनि चित्त बुझिएन। अनि स्वर्गको कल्प वृक्ष पो हुनुहुन्छ गुरुदेव, त जे इच्छा लाग्यो त्यो पुरा गराइदिनुहुन्छ भन्ने हो भने कल्प वृक्षले त स्वर्ग सुख दिन्छ तर कथाको सुख दिन सक्दैन। स्वर्ग सुख र कथाको सुखमा, स्वर्गको अमृत र कथाको अमृतमा धेरै फरक छ। स्वर्गको अमृत पान गर्दै गर्दै गयो भने पुण्य क्षीण हुँदै हुँदै जान्छ। पुण्यले कमाएको अमृत खाँदै गएपछि पुण्य सिद्धिन्छ, फेरि तल झर्नुपर्छ। कथामृत पान गर्दै गर्दै गयो भने पुण्य बढ्दै बढ्दै जान्छ, पाप गर्दै गर्दै जान्छ। कहाँको कथामृत, कहाँको स्वर्गामृत। त्यही भएर गुरुलाई चिन्तामणि भनेको पारसमणि अनि कल्पवृक्ष कुनैसँग पनि तुलना गर्न सकिँदैन। किनभने गुरुले त आफू जीव भावमा बसेर शिष्यलाई परब्रह्म स्वरूप, परमात्मा स्वरूप बनाइदिनुहुन्छ। सद्गुरुदेव भगवान